ल अब यो चाहिँ उसको कोठो है। अब अझै बबाल उगिरहेको चाहिँ त्यसको बाहिर पनि उग्रा छ, यहाँ रहेछ बत्ती। यो पनि पुस्ता 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 रङै लाउनु नपर्ने भयो। कालो जति सबै गइहाल्यो अलिअलि गरे भरमा यो टडक्क भयो यो फ्यान समेत छ उतापट्टि टन्न उ छ, त्यहाँ चाहिँ रङ लगा भनेको छु अलिअलि। यो भइहाल्यो मैले गरेको काम के गर्यो भनेर बिप्लवले नि भनेको छ होइन। हेरेँ अब यो दुईवटा कोठा मेरोमा, यसमा तिनटैमा व्यापक परिवर्तन यहाँ। अब त्यसपछि आएर मेरो चाहिँ योजना अनुसार है। हजुर ल त्यही राख ल, आउँदैछु। अनि एउटा कुरो चाहिँ यसले नोटिस गरे होला, नेपालको घरहरूमा चाहिँ एकदम कोरीको जस्तो हुन्छ यो स्विचहरू, त्यो औँलाको डामसाम के हुँदैन हुँदा। अब यसलाई सबैलाई क्लिन गरियो पहिलो कुरो, कहीँ पनि छैन त्यो झुर के त्यति पनि नगरेर है। अब मिनिमम तारहरू पनि जति मिनिमम हुन्छ त्यति मिनिमम पोसिबल तारहरू राखेर यहाँनिर। अब यसलाई चाहिँ यो ल्याएको छु एउटा त्यो गोठनी होइन, यस्तो चम्किँदो रहेछ। यो त 30 वर्षदेखिको डट छ नि त्यहाँ त, अलिअलि चम्किया छ तैपनि यसलाई चाहिँ गरेर यो ट्रिक्क हुन्छ यो सबै, एटलिस्ट हाम्रो एरिया चाहिँ होइन। यसरी गरियो। अब माथि जाउँ, अब यो दोब्रेको गरेर ग्लु लगाएर यसलाई पनि जति सकिन्छ क्लिन गर्न मिल्ने छ, कालो पनि हटाउन मिल्ने छ अलिअलि। अनि यो चाहिँ बेदर्दीसँग लगाएको छ नि रङहरू सबै, कोही के यस्ता कालाहरू सबै घोटेर निकालेर यहाँ पनि एकदमै कालो रङ च्याट्ट परेको क्या है, नफासत भन्छ नि एकदमै। अब यहाँ पनि यो पुस्न हुने खालको रङ हो है। सबै कुरो यहाँ गर्दैछु। सबभन्दा पहिला यसको कुनाहरूमा चाहिँ पुरै धुलो जमेर छ, यसलाई चाहिँ पुरै टिटोल पानीहरू लगाएर सबै फङ्सनल छ क्या। फेरि यसलाई गरिसकेपछि अनि दोस्रो चरणमा यसलाई टेपहरू लगाएर यहाँ सेट्ट पारिदिने। अब मेजर अब यति गरिसकेपछि अब यहाँ चाहिँ भान्साको हकमा, भान्सामा धेरै सुधार आइसक्यो। त्यो निकाल्यौँ, त्यसपछि यहाँनिर यो राख्यौँ, त्यसपछि रङ लगायौँ। अब अझै पनि धेरै वर्क बाँकी छ। अब यो एक्जस्ट यहाँबाट जाने बनाइयो होइन, धेरै कुराहरू। यहाँ अब वाटर प्युरिफायर राखियो। अब यहाँ इन्स्ट्यान्ट त्यो हिट हुने पानी हिट हुने, अब यो अहिले पुडिनहरू लगाएर रङहरू लगाउनै बाँकी छ अझै है। अब सबै त्यो उहरू जे भयो नि, यहाँ चिल्लो पदार्थ चाहिँ यहाँ अब नआउने र चाहिँ यसरी सबै कुरा। अनि यहाँ भित्रपट्टि यो भयङ्कर विभत्स हालतमा थियो, यसलाई पनि रङ रोगन गरेर सारा यो ट्याङ्की काम दिँदैछ। सब जति सकिन्छ यसलाई पनि पुछपाछ गरेर यो पनि चलिरहेको छ होइन। सबै एकदमै नफासतसँग यो गरियो। अरू सबै चिजहरूलाई इलिमिनेट गर्दै गइयो। अब यो चाहिँ कति मिनटको भयो भने 2 मिनट भइसक्यो। अब अर्को यतैमा कन्टिन्यू गर्छु है।